नमस्कार हजुर, म चाहिँ प्रभु राई, घर नेर्पा, दिरुमनपा वडा नम्बर 6। मेरो यो कृषिको नाम चाहिँ मुन्नुम कृषि तथा पशुपन्छी फर्म हो। मैले कृषिमा लागेको लगभग 3 वर्ष जस्तो चाहिँ आधिकारिक रूपमा भइसक्यो। दर्ताविहीनमा चाहिँ मैले पहिल्यै गरेको थिएँ। माछाहरू चाहिँ म सानैदेखि खोला खेल्ने यताउता गर्दाखेरि माछा पाल्ने सोख लाग्थ्यो, रहर लाग्थ्यो। अहिले चाहिँ अनि आधिकारिक रूपमा यो बारीहरूमा कति चाहिँ कोदो र मकै मात्रै फलाउने भन्ने कुरा आयो। यहाँनिर 2 मुरी 4 मुरी फल्थ्यो कोदो मकै। अहिले आएर यो कृषि गरेर चाहिँ अलिक मलाई सहज छ। तपाईँले आफ्नो सोखलाई चाहिँ यथार्थमा परिणत गरेर व्यावसायिक रूपमा अहिले गइराख्नु भएको छ। पहिला अब हजुर पुँजी थिएन, बाहिर गइयो। बाहिर गएर आएपछि चाहिँ अलिक अहिले सामाजिक सञ्जालहरूबाट केही कुराहरू ज्ञान गुण पाएँ। अनि त्यो आधारले आएपछि चाहिँ कृषि गर्दैछु हजुर। हजुर पिना ला उहाँले यो चारो माछालाई यसरी लाउनु हुन्थेन। हजुर। यो चाहिँ चट्ट हजुर कसरी लाउने भने यो पिना छ नि हजुर, हजुर 1 पाउ पिना, हजुर 1 पाउ पिना, 1 पाउ कोदोको मकैको पिठो, 1 पाउ गहुँको पिठो, अनि 1 दाना अन्डा लाएर मजाले कुटेर घोल्ने, मोलेपछि त्यसलाई 3 भाग लाएर 1 भाग दिनमा दियो भने त्यो पछि तपाईँको चाहिने 4-5 महिनामा खान योग्य माछा हुन्छ। 1 किलोसम्मको हुन्छ। यो कुन प्रजातिको माछा लाउनु भएको छ तपाईँले? 3टा छ हजुर। एउटै दहमा 3 प्रकारको माछा छ। कमन कार्प, ग्रास कार्प र बिगेट भन्ने छ। यो 3 खालको छ। त्यसलाई त्यहाँ देखाइदिनुहोस् त कसरी टल्किएर खाँदैछ ती, है देख्नु भएको छ होला। जुमिङ पनि गरिदिनुहोस्। हजुर कहाँनिर खाइरहेको छ खै? अघि फालेको पिनाको छेउछाउतिर हेरिदिनु न। ए ल आएन हजुर त्यहाँ। भइहाल्छ। यो माछा चाहिँ यहाँनिर हजुरको मेरो उद्देश्य भनेको तल्लो पोखरी र यो गरी 500 किलो मात्रै मैले यसपालि उत्पादन गरेँ भने मलाई यहाँ ठिक लाग्छ। यो बारी भएको भए मेरो 2 मुरी मकै फल्थ्यो। 500 अहिले 500 किलो माछा फल्छ यहाँ हजुर। यसमा घरमा यसो पाहुना आउँछन् है, सहरियाहरू आउँछन्, खान्छन् अलिअलि। त्यो भएको कारणले गर्दाखेरि 500मा लगभग 200 किलो मात्रै बेचेँ भने पनि मैले 600 रुपियाँले बिक्री हुन्छ यहाँ। 700सम्म हो, तर मैले 600ले दिएँ यसपालिसम्म चाहिँ। 600 × 200 गर्दाखेरि 1,20,000को माछा चाहिँ बेचिन्छ हजुर। 1,20,000को अन्नले मलाई वर्षभरि खानु पुग्छ। त्यो गर्दाखेरि मान्छेले नगदे बाली कृषिमा के गर्दा ठिक हुन्छ भन्ने चाहिँ पहिचान गरेर त्यो अनुसारले गर्नुहोस्। त्यो फाइदामूलक छ, राम्रो छ। अब यो मेरो कृषिमा लगभग अनुदान पनि खासै छैन। अब सबैले सरकारलाई गुहार्ने कुरा पनि भएन होइन हजुर। अब सबैले सरकार भनेर गइयो भने त्यो राम्रो विषय हुँदैन। पहिला आफूले गरेर देखाउँ अनि सरकारहरूले देख्दिला भन्ने माछु म चाहिँ हजुर। त्यस्तै छ मेरो विशेष चाहिँ। म माछा मासु, तरकारी पनि छ परतिर र फलफुलहरू पनि छ। फलफुलहरूमा चाहिँ कागजहरू रोपेको छु यहाँ परतिरतिर। त्यस्तो छ हजुर। तिन त एउटै पोखरीमा भनेपछि यसको नियमै हो कि यसको केही वैज्ञानिक कारण के छ हजुर? यसको ठ्याक्कै भन्दाखेरि यो ग्रास र कमनको चाहिँ कम्बाइन छ हजुर। ग्रास कार्पले चाहिँ घाँस खाएर हगिदिन्छ। त्यो हगेको गु चाहिँ कमन कार्पले खान्छ। अनि त्यो भएपछि एउटै पोखरीमा 2 खालको मजाले हुने भयो क्या हजुर। अनि कमन कार्पहरू अलि तल पनि बस्छ। यसको माछाको फुड चेन अन्तर्गत चाहिँ एकदमै राम्रो छ। राम्रो एक अर्कामा कम्बाइन भएर हुँदाखेरि राम्रो हुन्छ। ग्रास कार्प धेरै भएको ठाउँमा कमन कार्प लायो भने कमनलाई चारो कमै हाल्दाखेरि पनि पुग्छ क्या। त्यस्तो छ हजुर। तपाईँको परिचय बताइदिनुहोस् न हजुर। मेरो कृषि पशुपन्छी फर्मकै हजुर। ए ल कृषिको गोलभेडा यो छ होइन हजुर। यसलाई के हाउस भन्छ हजुर? यसलाई ग्रिन हाउस हजुर। यो हरियो परियो फल्ने घर हजुर। यो टमाटर यसरी लाउनु भएको रहेछ है। कुन जातको लाउनु भयो टमाटर? यो लोकल टमाटर हो। लोकल अरे हाइब्रिड छ हजुर। यो अहिलेको यहाँनिर बजारमा पाउने त्यही मात्रै रहेछ। सिर्जना। त्यो मकै चाहिँ कहिले रोप्नु भएको थियो? यो शिवरात्रि पहिल्यै थियो कि हजुर। हजुर। अनि अलिक छिटो खाउन भन्ने भयो र
यो चाहिँ अलि चाँडो फल्ने अब पाक्ने नै सक्यो खाने बेला हुनु लागिसक्यो त्यो भएर अलिक छिटो छ। अब यता बैगुनहरू छ हजुर होइन बैगुन बैगुन अब यो बुढी अब पाक्ने नै बेला फल्ने नै बेला भइसकेको छ। हजुर अब त्यस्तै छ हजुर भर्खर यो हुँदैछ। यता माथिल्लोमा पुरै खोर्सानी छ। हजुर खोर्सानी छ यो अकबरे डल्ले अकबरे भन्छ हजुर डल्ले अकबरे यसको चाहिँ चाहिन्छ। अब यो गरेर चाहिँ पुरै अकबरे खोर्सानी हुन्छ। हजुर यो एकदम मजाको छ है हजुर यो बोट अहिले। अब चाहिँ 1 महिनापछि यसबाट लाभ आउँछ हजुर लाभ आउँछ। लाभ उठाउनु सक्छु। कति जति यसको प्रोजेक्ट हजुर यो हजुर कति जति लाग्यो यसको लागत? यो मेरो 2.5 लाखको हजुर 2.5 लाखको 2.5 लाखको प्रोजेक्ट यो बनाउनु मात्रै त्यति लागेको छ। हजुर भन्न त अलिक महँगो भन्दै थियो। अब मलाई चाहिँ अलिक कृषि फेरि वैदेशिक रोजगारबाट आएको भाइ म पनि पहिला यो ग्रिन हाउस बेच्ने चाहिँ के दाजु पनि वैदेशिक रोजगारबाट फर्किनु भएको रहेछ। अनि उहाँले मैले गफ गर्ने क्रममा अब महँगै पर्छ तर तपाईँ पनि अब वैदेशिक रोजगारबाट नेपालमै स्वरोजगार बन्न चाहनु भएको रहेछ कृषि गर्नु चाहनु भएको रहेछ ठिकै छ नि त भन्ने कुरा पनि भयो। गफ आउँदाखेरि उस्तै अब विदेशीबाट फर्केको मान्छेले केही गर्नुपर्छ भन्ने उहाँलाई पनि लागेछ। अनि केही छुट दिनु भएर मैले 2.5 लाखमा बनाएँ हजुर यो। भनेपछि अब यसको फ्युचर कस्तो देख्नु भएको छ तपाईँले? यसको त हजुर अब मेरो घरमा चाहिने अब घर परिवार पाल्ने साथसाथै केही रकमहरू उसमा जम्मा गर्ने गरी यो हुँदैछ हजुर बनाउने कुरा छ। अब यस्तै फ्युचर प्लान चाहिँ हजुर यस्तो अब एउटा टनलबाट सुरुवात भएको छ। अबबाट 2टा बनाउँछु 2टाले 4टा बनाउँछु 4वटाले 8वटा बनाउँदै लगेर चाहिँ पछि रोजगारै दिने अब सिर्जना गर्ने खालको सोचिरहेको छु हजुर। हजुर ल तपाईँ खुसी हुनुहुन्छ? यो भएपछि चाहिँ बाहिरै पनि कृषि गर्न सकिन्थ्यो तर बेमौसमी तरकारीहरू ननिक्लिने रहेछ कि बाहिर चाहिँ। अनि किराले खाने अब यो भएपछि चाहिँ यो इन्सेक्ट नेट जाल भयो नि त यहाँ। अनि बाहिरको किरा फटेङ्ग्रा नआउने हावा पर्छ। अनि यो प्लास्टिक झार्ने गुम्बज बनाउनु सक्नु मिल्ने यसले झारिदिएपछि तातो हुने जाडो मौसममा त्यो भएपछि उचित हावापानी मिलाउनु सकेर बेमौसमी तरकारीहरू उत्पादन हुने भएकोले गर्दा यस्तो गर्दैछ हजुर। होइन हजुर यहाँ चाहिन्छ तपाईँको यो 2 खालको छ। अब यो पम्पिङ गरिराख्नु पर्ने यो चाहिँ मोटर आफै चल्छ। चार्जेबल हो यो? यो अटोमेटिक हजुर चार्ज गर्नुपर्छ पावर यहाँ यो छ बटम यहाँ चार्ज गर्ने ठाउँ छ। यो मेनुअली पनि हुन्छ फेरि दुईटै काम गर्छ।